साथीहरू असली सुकुम्बासीको यो कुरा सुन्नुहोस्। अहिले भने बालेन सरकार घरमै मेरो कोठा छ त्यहीँ बस भने म नाइ भन्दैन, म गएर बस्दिन्छु। बस्नु त यार म त बन्दैन। सरकार भइसकेपछि नि सरकारले जे भन्छ त्यो मान्नु त पर्यो नि जनताले। म त कुरै छैन, सरकारले जहाँ लान्छ भन्छ म त्यहीँ जाने हो। हुकुमबासीहरूको 40 रोपनी जग्गा, 50 रोपनी जग्गा, अझ अध्यक्षको त काठमाडौँमै 16 कोठाको 3 तले घर। अनि सुकुम्बासी रे। रासोपा सभापति रवि लामछानेले बोलेको एउटा क्लिप भाइरल भइरहेको छ। डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि, किन चिन्ता गर्नुहुन्छ? तर कानुन नागेर होइन, कानुन नागेर होइन, अन्याय गरेर पनि होइन। सुन्नुभयो? बसोबास गैर कानुनी छ, मिचिएको छ, सुकुम्बासीका नाममा गलत मान्छेले हडेका छन्। त्यसलाई प्रमाणित गर्ने आधार र कारण छन् भने त्यस्ता साथीहरू माफ गर्नु होला। मैले भोटको लोभमा तपाईँलाई हुन्छ भन्न सक्दिनँ। म बरु म 2 भोट 4 भोट घटाउन म हार्न तयार छु। छुट्टो बाचा चाहिँ गर्दिनँ। बकाइताले कानुन विपरीत जाँदिन, बरु 2-4 वटा भोट नआओस्। तर यहाँ झोलीहरूले आफ्नो दोकान बन्द हुने डरले मिडिया ट्रायल गरेर अनेक तिक्रमबाजी गराइरहेछ। झोलीहरूले धन्नै 2/3 सरकार छ, मजाले काम गर्ने, गलत काम गर्नु भएन। घमण्ड र पावरकै भरमा सबै काम गर्न सक्छु भन्नु गलत हो। रासोपाको नाम र काम खराब गर्नु भएन। जनताको हितमा काम गर, जनता तिम्रो साथमा छ।